ए नमस्कार। आजभोलि दुईवटा भिडियोलाई लिएर सामाजिक सञ्जालमा खुब हाम्रो विरोध र बुझ्दै नबुझी त्यो चर्चा परिचर्चा गरिएको छ। यो पहिलो भिडियो सुन्नुभयो। नेपालको संविधानको धारा 274 ले के भन्छ पढेर सुनाउनुस् न। पढेर सुनाउनु न त। सबै बुझ्दैन हैन सबैले कण्ठ कहाँ हुन्छ। मित्र साथीले पढेर सुनाउ। ती 274 मात्रै पढेर हुन्छ त। हैन त्यो 274 ले नै भन्छ। 274 ले के भन्छ भनेर सुन्नुस्। यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भन्ने लेखेको छ। मैले संसदको बाहिर पत्रकार भएका साथीलाई मैले जवाब दिएको थिएँ। नेपालको संविधान 2072 को धारा 274 ले गणतन्त्र मान्दिन भन्ने मान्छे पनि यो संसदको सांसदको सदस्य बन्न पाउँछ, मन्त्री बन्न पाउँछ, प्रधानमन्त्री बन्न पाउँछ भनेर भनेको थिए। तर त्यसलाई लिएर केही साथीहरूले सामाजिक सञ्जालमा धारा 274 लाई हालेर अनि यो लेख्या छैन, यो होइन भनेर बेसरी त्यो चर्चा परिचर्चा गरिएको देखियो। म नेपालको संविधान 2072 को धारा 274 पढ्छु। यसले के भन्छ? संविधान संशोधन भन्छ। संशोधन भनेको त्यो संविधान पुरै परिमार्जन र खारेज पनि हो। संशोधनको महत्त्व भनेको त्यसलाई भन्छ। त्यसलाई परिमार्जन गर्ने भने हो। त्यो गर्न पाइन्छ भन्यो। तर के भन्यो? कुन कुन चीजमा गर्न पाइँदैन भन्यो। पहिला सुन्नु। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीन र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन भन्यो। तीनटा मुद्दामा गर्न पाइँदैन भन्यो। पहिलो, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता। एकमा सार्वभौमिकता, दुईमा भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न पाइँदैन। यी तीनवटा मुद्दा बाहेक अरु सबै मुद्दामा संविधान संशोधन गर्न पाइन्छ भनेर यसैले स्पष्ट भन्यो। तीनटामा पाइँदैन भनेको अरूमा पाइन्छ भने हो। अब तपाईलाई यो शब्द अलिकति गाढा लाग्यो, धेरैले यो शब्द बुझ्नु भएन। सार्वभौम सत्ता भनेको के हो? सार्वभौम सत्ता भनेको राज्यको भूमिमा स्थित जमिन, जल, जंगल, प्राकृतिक स्रोत अर्थात् भूगोलमाथिको अधिकार हो भन्छ सार्वभौम सत्ता भनेको। उक्त अधिकार जनतामा निहित हुने भने हो। अहिले जस्तै हामीले लाल पूर्जा लिन्छौँ नि, तपाईको जग्गा जमिनको, घरको, कहीँ अब वन जंगलमा अहिले समितिहरूको, कहीँ सरकारी जंगलहरू, यसको सार्वभौमता चाहिँ त्यो जनतामा निहित हुने भन्ने कुरा संशोधन गर्न पाइँदैन भन्यो। अर्को, भौगोलिक अखण्डता र भौगोलिक देशलाई चाहिँ कसैले टुक्रा टुक्रा पार्छौं भनेर नेपालको संविधान परिमार्जन गर्न पाइँदैन भन्यो। अर्को, सार्वभौम सत्ता प्रतिकूल हुने गरी संविधान संशोधन गर्न त जनतामा निहित भन्यो। जनताबाट शासन सत्ता जो जनताबाट प्रत्यक्ष निर्वाचित छन्, जो सांसद छन्, यिनीहरू चाहिँ हटाउन पाइँदैन भन्यो। अनि तर यो देशमा गणतन्त्र चाहिन्छ कि राज संस्था चाहिन्छ कि प्रदेश खारेज गर्छ कि यी सबै कुरा परिमार्जन गर्न पाइन्छ भनेर यसले घुमाउरो भाषामा बोल्यो। अब यो बुझ्न सक्ने क्षमता त सबैमा छैन। अनि उनीहरूले के खोजे यो लिएर गणतन्त्र मान्दिन भनेर लेखेको छैन, त्यही भएर ज्ञानेन्द्र शाहले झुटो बोल्यो भने। यो कसरी भन्यो? यी तीनटा मुद्दा बाहेक अरु सबै कुराहरू परिमार्जन गर्ने भनेपछि यो देशमा अहिले यो गनाउने तन्त्र पनि चाहिँदैन भन्न पाइन्छ। एउटा कुरा। अर्को कुरा, भाषणको पुरै अंश नै नपढिकन एउटा खुब ट्रोल गरिएको छ। ल सुन्नुस् त, यहाँ यो भाषणमा मैले के भनेको छ? आदरणीय नेता विश्वप्रकाश शर्माको कानमा बस्ने गरेर सुनाइदिनु होला। प्रति व्यक्ति आएको कुरा लिएर उहाँले झुट बोल्नु भएको थियो संसदमा। हामीले संसदमा ल ठिकै छ त, जनताले फैसला गर्लान् भनेर चुप लागेर बस्यौं। तर आज जवाफ दिने बेला भयो। प्रति व्यक्ति आए 2044 सालमा नेपालको $146 थियो भने हाम्रो छिमेकी राष्ट्र चीनको $284 थियो 2044 सालमा। आज चीनको प्रति व्यक्ति आए $24,360 छ भने नेपालको $1,456 छ। झन्डै 37 वर्ष अगाडि चीन जम्मा हामी नेपाली भन्दा $98 ले धनी थियो। तर आज $22,904 ले चीन अगाडि छ। तिमीहरूले देश लुट्यौ कि लुटेनौ? यसबाट यो डाटाबाट तिमीलाई थाहा। 2044 सालमा सुनको मूल्य 3000 रुपैयाँ तोला थियो। अहिले सुनको मूल्य 1,73,000 रुपैयाँ छ। अनि सुनको मूल्य 3000 का 1,73,000 का
मैले भन्न खोजेको के हो भने $186 सानो रकम भन्नुभयो विश्वप्रकाश शर्माले। यदि 37 वर्ष अगाडिको $186 सानो रकम हो भने त्यतिखेर 3000 तोलाको 3000 रुपियाँ तोला सुन पाइन्थ्यो भने अहिले 1,73,000 भयो। यानि कि त्यतिखेरको 3000 को बजार मूल्य अहिले 1,73,000 हो भने $186 भनेको कति हो? झन्डै $4,000 देखि $5,000 हो अहिलेको त्यो बजार भ्यालु। यसरी भनेको कुरा अब यो बुझ्न सक्ने क्षमता त सबैमा भएन। फेरि समस्या त्यहाँ हो, किनभने बुझ्न सक्ने भइदिए अब यो देशको धर्म मास्थे।